तपाईको अफिसमा वा छिमेकमा पक्कै त्यस्तो कोही व्यक्ति हुनुहुन्छ होला जो न ठूलो गाडीमा हिँड्छ, न महँगो लुगा लगाउँछ, न सोशल मिडियामा आफ्नो कमाइको धाक लगाउँछ। ऊ चुपचाप आफ्नो काम गर्छ, मुस्कुराउँछ र सधैँ शान्त देखिन्छ। तर वर्षौंपछि तपाईले अचानक थाहा पाउनुहुन्छ उसले कतै जग्गा किन्यो, छोराछोरीलाई राम्रो ठाउँमा पढायो वा आरामले आफ्नो सानो व्यवसाय सुरु गर्यो। अनि तपाईँ सोच्न थाल्नुहुन्छ यो कसरी सम्भव भयो? न उसको तलब नै धेरै थियो, न उसको कुनै लटरी नै परेको थियो। साथीहरू, यही हो चुपचाप धनी बन्नुको रहस्य। यो कुनै जादु होइन, यो बानीहरूको परिणाम हो। संसारमा एउटा यस्तो देश छ, जापान, जहाँका मानिसहरू अनुशासन, सरलता र निरन्तरताको शक्तिले चुपचाप आफ्नो आर्थिक जीवनलाई मजबुत बनाउँछन्। उनीहरू हल्ला गर्दैनन्, उनीहरू निर्माण गर्छन्। आजको यो भिडियोमा म तपाईलाई कुनै छिटै धनी बन्ने फर्मुला बताउने छैन, बरु म तपाईलाई ती 8 जापानी बानीहरूको गहिराईमा लैजानेछु जसले तपाईको पैसाप्रतिको सोच र व्यवहारलाई सदाको लागि बदल्न सक्छ। यी बानीहरूलाई अपनाएर तपाईँ पनि अनावश्यक तनाव, ऋण र अभावको चक्रबाट बाहिर निस्केर आर्थिक स्वतन्त्रताको शान्त बाटोमा हिँड्न सक्नुहुन्छ। यदि तपाईँ आफ्नो आर्थिक जीवनलाई साँच्चीकै एउटा नयाँ दिशा दिन चाहनुहुन्छ र सफलता, आत्मविकास र वित्तीय ज्ञानमा आधारित यस्तै शक्तिशाली भिडियोहरू हेरिरहन चाहनुहुन्छ भने अहिले नै यो च्यानल नेपाली थिङ्क स्पेसलाई सब्स्क्राइब गर्नुहोस् र छेउमा रहेको घण्टीलाई दबाउनुहोस्। यो यात्रामा सँगै अघि बढौँ। ल सुरु गरौँ ती 8 रहस्यहरू जसले तपाईलाई चुपचाप धनी बनाउँछ। पहिलो बानी, काकेबो, हिसाबको ऐना। महिनाको पहिलो हप्ता ब्याङ्कमा तलब आउँछ, मनमा आत्मविश्वासको बाढी आउँछ, ठूला योजनाहरू बन्छन्। यो महिना त यति बचत गर्छु, त्यो सामान किन्छु। तर जब महिनाको 25 तारिक आउँछ, खल्ती र मन दुवै खाली भइसकेको हुन्छ। अनि एउटै प्रश्नले सताउँछ, मेरो पैसा आखिर गयो कहाँ? के यो तपाईको पनि कथा हो? यदि हो भने तपाईँ एक्लो हुनुहुन्न। धेरै मानिसहरू पैसा कमाउन नसकेर होइन, पैसाको हिसाब राख्न नसकेर गरिब रहन्छन्। पैसा चुपचाप हराउँदैन, हाम्रो व्यवस्थाले हराउँछ। यही समस्याको समाधान हो जापानको 100 वर्षभन्दा पुरानो बानी काकेबो। काकेबोको शाब्दिक अर्थ हो घरको आर्थिक खाता बही। तर यो केवल हिसाब लेख्ने डायरी मात्र होइन, यो एउटा यस्तो ऐना हो जसले तपाईलाई तपाईको पैसाको वास्तविक अनुहार देखाउँछ। यसको सिद्धान्त सरल छ, हरेक खर्चलाई लेख्नुहोस्, दिमागमा होइन, कापीमा। किनभने जुन कुरा लेखिन्छ त्यो हाम्रो नियन्त्रणमा आउँछ, जुन कुरा केवल दिमागमा रहन्छ त्यो बहाना बन्न पुग्छ। सोच्नुहोस् त, काठमाडौँमा काम गर्ने सुनिताको कथा। उसको मासिक तलब रु 40,000 छ। उसलाई लाग्छ यो सहरमा यति कमाइले के नै हुन्छ र। एक दिन उसले काकेबो सुरु गर्ने निर्णय गरी। उसले हरेक सानो खर्च लेख्न थाली। बिहान अफिस जाँदा किनेको 100 रुपैयाँको कफी, दिउँसो साथीहरूसँग खाएको 250 रुपैयाँको खाजा, घर फर्कन पठाउमा तिरेको 150 रुपैयाँ, राति दिक्क लागेर दराजमा अर्डर गरेको 800 रुपैयाँको टी-सर्ट, युट्युब प्रिमियम र नेटफ्लिक्सको मासिक शुल्क। महिनाको अन्त्यमा जब उसले आफ्नो डायरी पल्टाई, ऊ छक्क बरी। उसले देखेको कुरा तलबको कमी थिएन, अनुशासनको कमी थियो। उसले हिसाब गरी, अनावश्यक खाजा र कफीमा रु 5,000, आवेगमा गरिएको अनलाइन शपिङमा रु 4,500, प्रयोग नै नहुने सब्सक्रिप्सनमा रु 1,200, जहाँ हिँडेर जान सकिन्थ्यो त्यहाँ गरिएको राइड सेयरिङ खर्च रु 2,000। उसले महिनामा 12,700 रुपैयाँ यस्तो ठाउँमा खर्च गरेकी थिइन् जसको उसलाई पत्तै थिएन। यो पैसाले उसले चाहेको भए राम्रो ठाउँमा लगानी गर्न सक्थे वा आफ्नो आपतकालीन कोष बनाउन सक्थे। काकेबोले तपाईलाई 4 प्रश्न सोध्न सिकाउँछ। 1. तपाईसँग कति पैसा छ? आम्दानी। 2. तपाईँ कति बचत गर्न चाहनुहुन्छ? बचतको लक्ष्य। 3. तपाईँ कति खर्च गर्दै हुनुहुन्छ? खर्चको लेखाजोखा। 4. तपाईँ कसरी सुधार गर्न सक्नुहुन्छ? विश्लेषण। यो केवल खर्च लेख्ने काम मात्र होइन, यो पैसासँग तपाईको सम्बन्ध सुधार्ने एउटा ध्यान हो। जब तपाईँ हरेक रुपैयाँ लेख्नुहुन्छ, तपाईँ बढी सचेत बन्नुहुन्छ। अर्को पटक कफी किन्नुभगी आफ्नो हात एकछिन रोकिन्छ र दिमागले सोध्छ कि यो साँच्चै आवश्यक छ? आजैबाट सुरु गर्नुहोस्। एउटा सानो डायरी लिनुहोस् वा मोबाइलमा नोट एप प्रयोग गर्नुहोस्। हरेक खर्च, चाहे त्यो 5 रुपैयाँको चिया होस् वा 5,000 को जुत्ता, लेख्नुहोस्। पहिलो महिना तपाईलाई आफ्नो वास्तविकता देखेर झट्का लाग्न सक्छ। दोस्रो महिना तपाईँ नियन्त्रण गर्न थाल्नुहुन्छ र तेस्रो महिनादेखि तपाईको आत्मविश्वास बढ्न थाल्छ। याद राख्नुहोस्, धनी बन्ने यात्रा धेरै पैसा कमाएर होइन, भएको पैसालाई सही तरिकाले व्यवस्थापन गरेर सुरु हुन्छ। दोस्रो बानी, मोत्ताई नाई, स्रोतको सम्मान, फजुलमा रोक। आफैलाई इमानदारीपूर्वक एउटा प्रश्न सोध्नुहोस्, के तपाईको जीवनमा साँच्चीकै पैसाको कमी छ वा स्रोतको फजुल बढी भइरहेको छ? हामी अक्सर गुनासो गर्छौं, आम्दानी कम भयो, अवसर मिलेन। तर यदि हामीले आफ्नो जीवनशैलीलाई ध्यान दिएर हेर्यौं भने सबैभन्दा ठूलो चुहावट हाम्रो बानीमा हुन्छ।
पैसा मात्र होइन, समय, खाना, ऊर्जा, प्रतिभा हामी हरेक कुरालाई जानेर वा नजानेर बर्बाद गरिरहेका छौँ। यही बर्बादीलाई रोक्ने जापानी दर्शन हो मोत्ताई नाई। मोत्ताई नाई एउटा यस्तो शब्द हो जसको ठ्याक्कै अनुवाद गर्न गाह्रो छ। यसको भाव हो कुनै पनि मूल्यवान चिजलाई त्यसको पूर्ण क्षमता प्रयोग नगरी खेर फाल्दा हुने पश्चातापको भावना। यो पैसा बचाउने एउटा तरिका मात्र होइन, यो हामीसँग भएको हरेक स्रोतप्रति सम्मान र कृतज्ञताको भावना हो। उदाहरण हेरौँ, खानाको फजुल। हामी बिहे भोज वा रेस्टुरेन्टमा प्लेटभर खाना हाल्छौँ र आधाभन्दा बढी छोडिदिन्छौँ। दशैं तिहारमा बनाएका परिकारहरू पछि फाल्नुपर्ने अवस्था आउँछ। यो मोत्ताई नाई हो। चुपचाप धनी बन्ने व्यक्तिले आफ्नो भोक अनुसार मात्र खान्छ र खानाको सम्मान गर्छ। सामानको फजुल। मोबाइलको सानो स्क्रैच हुनासाथ नयाँ मोडल खोज्ने, अझै चल्न सक्ने जुत्ता फालेर नयाँ किन्ने, घरमा भएका सामानहरूलाई मर्मत गर्नुको साटो सिधै बदल्ने, यो मोत्ताई नाई हो। चलाक व्यक्तिले आफ्नो सामानको आयु बढाउँछ, मर्मत गर्छ र आवश्यकता र चाहना बीचको भिन्नता बुझ्छ। समयको फजुल। घण्टौँसम्म सामाजिक सामग्रीमा अर्थहीन सामग्री स्क्रल गरेर बिताउनु, यो सबैभन्दा ठूलो मोत्ताई नाई हो। किनभने गएको पैसा त कमाउन सकिन्छ, तर गएको समय कहिल्यै फर्केर आउँदैन। सिपको फजुल। तपाईमा भएको कुनै प्रतिभा वा सिपलाई प्रयोग नै नगरी त्यसै थन्काएर राख्नु, यो पनि मोत्ताई नाई हो। धनी मानिसहरू कमाइले मात्र धनी बन्दैनन्, उनीहरू चुवावट रोकेर धनी बन्छन्। कल्पना गर्नुहोस्, तपाईले हरेक दिन फजुल हुने 50 रुपैयाँ मात्र बचाउनु भयो भने महिनामा रु 4500 र वर्षमा रु 54,000 हुन्छ। 10 वर्षमा यो रकम चक्रवृद्धि ब्याजसहित लाखौँमा परिणत हुन्छ। मोत्ताई नाईलाई आफ्नो जीवनमा कसरी लागू गर्ने? किन्नुभघि सोध्नुहोस्, के मलाई यो साँच्चै चाहिन्छ? के मसँग यस्तै अरू सामान छैन? के म यसलाई मर्मत गर्न सक्छु? प्रयोग गर्दा सचेत हुनुहोस्। बत्ती, पानी, ग्यासको प्रयोगमा ध्यान दिनुहोस्। खाना आफ्नो प्लेटमा आवश्यकभन्दा बढी नहाल्नुहोस्। पुरानोलाई नयाँ जीवन दिनुहोस्। पुराना कपडाहरूलाई नयाँ डिजाइन दिने, पुराना फर्निचरलाई रङ लगाउने वा नचाहिने सामानलाई बेच्ने वा दान गर्ने। मोत्ताई नाईको अर्थ कन्जुस हुनु होइन, यसको अर्थ सचेत हुनु हो। जब तपाईँ आफ्नो स्रोतको सम्मान गर्न थाल्नुहुन्छ, स्रोतले पनि तपाईँको सम्मान गर्न थाल्छ। पैसा त्यहीँ बस्न रुचाउँछ जहाँ उसको कदर हुन्छ। यो बानीले तपाईँलाई केवल पैसा बचाउन मात्र सिकाउँदैन, यसले तपाईँलाई एउटा सन्तुलित र कृतज्ञ जीवन जिउन पनि सिकाउँछ। तेस्रो बानी, काइजन, 1% को क्रान्ति। मानौ तपाईँलाई सगरमाथा चढ्नु छ। के तपाईँ पहिलो दिन नै बेस क्याम्पबाट सिधै चुचुरोमा पुग्ने सोच्नुहुन्छ? सोच्नुहुन्न। तपाईँलाई थाहा छ त्यो असम्भव छ। तपाईँ हरेक दिन सानो सानो पाइला चाल्नुहुन्छ, थोरै थोरै उचाइ हासिल गर्नुहुन्छ र निरन्तरताको शक्तिले एक दिन चुचुरोमा पुग्नुहुन्छ। तर जब पैसा कमाउने वा जीवन सुधार्ने कुरा आउँछ, हामी यही साधारण सत्य बिर्सन्छौँ। हामीलाई एकै रातमा करोडपति बन्नु छ, एकै दिनमा सबै खराब बानी छोड्नु छ, एकै हप्तामा 10 किलो तौल घटाउनु छ। हामी ठूलो छलाङको खोजीमा हुन्छौँ, तर सानो कदमको महत्त्वलाई बेवास्ता गर्छौँ। यही मानसिकतालाई बदल्ने जापानी सूत्र हो काइजेन। यो शब्द 2 शब्द मिलेर बनेको छ, काई अर्थात् परिवर्तन र जेन अर्थात् राम्रोको लागि। यसको अर्थ हो निरन्तर सानो सुधार। यो दर्शनले भन्छ जीवनमा ठूलो क्रान्ति एकैपटक आउँदैन, वास्तविक र दिगो परिवर्तन हरेक दिन गरिने 1% को सुधारबाट आउँछ। जेम्स क्लियरले आफ्नो चर्चित पुस्तक एटोमिक ह्याबिट्समा भनेका छन्, यदि तपाईँ हरेक दिन केवल 1% मात्रै राम्रो बन्नुभयो भने 1 वर्षको अन्त्यमा तपाईँ 37 गुणा राम्रो बनिसक्नु भएको हुनेछ। यसको उल्टो, यदि तपाईँ हरेक दिन 1% मात्रै खराब बन्दै जानुभयो भने वर्षको अन्त्यमा लगभग 0 मा झर्नुहुनेछ। यसलाई आर्थिक जीवनमा हेरौँ। लक्ष्य 1 वर्षमा रु 1,20,000 बचत गर्ने। ठूलो छलाङको सोच, जब मेरो तलब बढ्छ तब एकैपटक धेरै बचत गर्छु, यो दिन कहिल्यै आउँदैन। काइजेनको सोच, म आजबाट हरेक दिन रु 330 मात्रै बचत गर्छु, यो सानो र गर्न सकिने देखिन्छ। पोखराका विवेक र समीरको कथा सुनौ। दुवैजना एउटै कम्पनीमा काम गर्थे र शेयर बजारबाट पैसा कमाउन चाहन्थे। समीर, ठूलो छलाङको मानसिकता। ऊ हट टिप्स र इन्साइडर न्यूजको पछि लाग्यो। उसले युट्युबमा 1 महिनामा पैसा दोब्बर जस्ता भिडियोहरू हेर्यो। उसले एकैपटक ठूलो रकम लगानी गर्नको लागि सही समय पर्खिरहेको थियो, तर त्यो सही समय कहिल्यै आएन। विवेक, काइजेन मानसिकता। उसले हरेक दिन 15 मिनेट मात्रै शेयर बजारको आधारभूत कुराहरू सिक्न थाल्यो। उसले हरेक महिना आफ्नो तलबबाट केवल रु 5,000 को एसआइपी सुरु गर्यो। सुरुमा उसलाई यो रकम निकै सानो लाग्यो, तर ऊ रोकिएन। 5 वर्षपछि समीर अझै पनि सही समय र ठूलो मौकाको खोजीमा थियो र गुनासो गरिरहेको थियो।
विवेकको सानो सानो लगानी चक्रवृद्धि ब्याजको शक्तिले बढेर एउटा सम्मानजनक रकम बनिसकेको थियो र ऊ बजारको बारेमा समीरभन्दा धेरै आत्मविश्वासी थियो। काइजेनलाई कसरी अपनाउने? आफ्नो लक्ष्यलाई सानो टुक्रामा बाँड्नुहोस्। ठूलो लक्ष्यले हामीलाई तर्साउँछ, तर सानो दैनिक कार्यले हामीलाई गति दिन्छ। प्रश्न सोध्नुहोस्, आज म हिजोभन्दा 1% कसरी राम्रो बन्न सक्छु? चाहे त्यो तपाईँको काममा होस्, बचतमा होस् वा सिकाइमा। निरन्तरतामा ध्यान दिनुहोस्, तीव्रतामा होइन। हप्ताको एक दिन 5 घण्टा पढ्नुभन्दा हरेक दिन 30 मिनट पढ्नु बढी प्रभावकारी हुन्छ। चुपचाप धनी बन्ने मानिसहरू प्रेरणाको ज्वार भाटामा बग्दैनन्, उनीहरू अनुशासनको सानो डुङ्गामा निरन्तर यात्रा गर्छन्। याद राख्नुहोस्, तपाईँको बानीले नै तपाईँको भविष्य निर्माण गर्छ। चौथो बानी, इकिगाई, उद्देश्यको ज्वाला। कल्पना गर्नुहोस्, तपाईँ हरेक बिहान उठ्नुहुन्छ, अलार्म बज्छ, तपाईँ जबरजस्ती उठ्नुहुन्छ, तयार हुनुहुन्छ अनि एउटा यस्तो काममा जानुहुन्छ जहाँ तपाईँको मन मर्दैन तर रमाउँदैन पनि। तपाईँ दिनभरि काम गर्नुहुन्छ, तलब पाउनुहुन्छ, तर भित्र कतै एउटा खालीपनले सधैँ सोधिरहन्छ, के म जीवनभर यही गर्नको लागि जन्मेको हुँ? सत्य यही हो कि धेरै मानिसहरू पैसाको लागि काम गर्छन् तर उद्देश्यको लागि गर्दैनन्, र जब काम केवल पैसा कमाउने माध्यम बन्छ त्यसले ऊर्जा दिँदैन, बरु चुस्छ। आम्दानी त होला तर जीवनको सन्तुष्टि हुँदैन। यही खालीपनलाई भर्ने जापानी दर्शन हो इकिगाई। इकिगाईको अर्थ हो बिहान ओछ्यानबाट उठ्नुको कारण। यो तपाईँको जीवनको त्यो मिठो बिन्दु हो जहाँ तपाईँको रुचि, तपाईँको सिप, संसारको आवश्यकता र तपाईँको कमाईको स्रोत एक आपसमा मिल्छन्। इकिगाई 4 कुराको सङ्गम हो। 1. तपाईँलाई के मनपर्छ? प्यासन, त्यो काम जो गर्दा तपाईँ समय बिर्सनुहुन्छ। तपाईँ केमा अब्बल हुनुहुन्छ? प्रोफेसन, स्किल, तपाईँको प्राकृतिक प्रतिभा वा सिकेको सिप। संसारलाई के को खाँचो छ? मिसन, तपाईँले आफ्नो सिपले अरूलाई कसरी समस्या समाधान गर्न सक्नुहुन्छ। तपाईँले केबाट पैसा कमाउन सक्नुहुन्छ? भोकेसन, के मानिसहरू तपाईँको त्यो सिप वा सेवाको लागि पैसा तिर्न तयार छन्? जब यी चारै वृत्तको बीचमा तपाईँले आफ्नो काम भेटाउनुहुन्छ, त्यही नै तपाईँको इकिगाई हो। तर यसको चुपचाप धनी बन्नुसँग के सम्बन्ध छ? सम्बन्ध गहिरो छ। जब तपाईँ आफ्नो इकिगाई अनुसार काम गर्नुहुन्छ, तपाईँ जलेर सकिनुहुन्न, बर्न आउट हुनुहुन्न, बरु खारिनुहुन्छ। तपाईँ आफ्नो काममा उत्कृष्ट बन्नुहुन्छ किनभने तपाईँलाई त्यो काम मनपर्छ। पैसा तपाईँको पछि लाग्न थाल्छ। जब तपाईँ कुनै काममा उत्कृष्ट हुनुहुन्छ र त्यसले मानिसहरूको समस्या समाधान गर्छ, पैसा स्वतः आउँछ। तपाईँ पैसाको लागि काम गर्नुहुन्न, तपाईँ मूल्य सृजना गर्नुहुन्छ र पैसा त्यही मूल्यको बाई प्रडक्ट बन्छ। तपाईँको आम्दानीको स्रोत बढ्छ। तपाईँको हालको जागिर तपाईँको इकिगाई नहुन सक्छ, तर तपाईँले आफ्नो फुर्सदको समयमा आफ्नो इकिगाई जस्तै वैका लेखन, चित्रकला, कोडिङ, शिक्षणमा काम गर्न सक्नुहुन्छ। बिस्तारै त्यही साइड हसल तपाईँको मुख्य आम्दानीको स्रोत बन्न सक्छ। एउटा सरकारी जागिरे शिक्षकको उदाहरण लिऊ। उसलाई पढाउन मनपर्छ, प्यासन। ऊ म्याथमेटिक्समा अब्बल छ, स्किल। उसले देख्छ कि गाउँका धेरै विद्यार्थीहरूलाई म्याथमेटिक्स गाह्रो लाग्छ, निड। उसले आफ्नो जागिरसँगै साँझमा युट्युबमा सरल नेपाली भाषामा म्याथमेटिक्स पढाउने भिडियो बनाउन थाल्छ। सुरुमा केही मानिसले मात्र हेर्छन्, तर ऊ काइजेनको सिद्धान्त अपनाउँदै निरन्तर लागिरहन्छ। केही वर्षमा उसको च्यानल प्रसिद्ध हुन्छ र उसले युट्युब विज्ञापन र अनलाइन ट्युसनबाट आफ्नो जागिरको तलबभन्दा बढी कमाउन थाल्छ। भोकेसन, उसले आफ्नो जागिर छोडेन, तर उसले आफ्नो इकिगाई भेटायो। अब ऊ केवल पैसाको लागि काम गर्दैन, ऊ उद्देश्यको लागि काम गर्छ। आफैलाई सोध्नुहोस्, त्यो कुन काम हो जसले तपाईँलाई जीवित महसुस गराउँछ? त्यसलाई आजैबाट थोरै समय दिएर भए पनि सुरु गर्नुहोस्। तपाईँको आर्थिक जीवनको सबैभन्दा ठूलो लगानी त्यही हुनेछ। 5औं बानी, हारा हाचिबु, 80%मा सन्तुष्टि। जापानको ओकिनावा टापुमा संसारकै सबैभन्दा लामो आयु भएका मानिसहरू बस्छन्। उनीहरूको लामो र स्वस्थ जीवनको एउटा रहस्य हो उनीहरूले खाने तरिका। उनीहरू एउटा पुरानो भनाइलाई मान्छन्, हारा हाचिबु, अर्थात् आफ्नो पेट 80% मात्र भर। उनीहरू कहिल्यै टन्न अघाउन्जेल खाँदैनन्, थोरै भोक बाँकी राखेरै उठ्छन्। यो साधारण बानीले उनीहरूको पाचन प्रणालीलाई स्वस्थ राख्छ र उनीहरूलाई दीर्घजीवी बनाउँछ। तर यो दर्शन खानामा मात्र सीमित छैन, यो हाम्रो आर्थिक जीवनको लागि पनि एउटा शक्तिशाली सूत्र हो। आर्थिक हाराहाचिबुको अर्थ हो आफ्नो आम्दानीको 100%मा होइन, केवल 80% वा त्योभन्दा कममा बाँच्न सिक्नुहोस्। हाम्रो समाजमा एउटा ठूलो समस्या छ जसलाई लाइफस्टाइल इन्फ्लेसन भनिन्छ। अर्थात् जब हाम्रो आम्दानी बढ्छ, हामी आफ्नो खर्च पनि त्यही अनुपातमा बढाउँछौँ।
तलब 30,000 हुँदा सामान्य रेस्टुरेन्टमा खाइन्थ्यो, 60,000 हुँदा 5 स्टारमा जानुपर्ने भयो। पहिले सेकेन्ड ह्यान्ड मोटरसाइकलमा चित्त बुझेको थियो, कमाई बढेपछि महँगो गाडी किस्तामा चाहियो। सानो अपार्टमेन्टबाट ठूलो घरमा सर्ने हतार भयो। नतिजा, कमाई जति बढे पनि महिनाको अन्त्यमा हामी जहाँको त्यहीँ हुन्छौँ, तनावमा र बचतविहीन। हामी पैसा कमाउँछौँ, तर पैसाले हामीलाई कहिल्यै स्वतन्त्र बनाउँदैन, बरु अझ ठूलो पिँजडामा कैद गर्छ। हारा हाचिबुले यसको ठिक उल्टो सिकाउँछ। मानौ तपाईको तलब 10,000 रुपैयाँले बढ्यो। सामान्य मानिसको सोच हुन्छ, वाह, अब म 10,000 को नयाँ फोन किस्तामा किन्छु। हारा हाचिबु मान्ने व्यक्तिको सोच हुन्छ, 5औं बानी, हारा हाचिबु 80% सन्तुष्टि। जापानको ओकिनावा टापुमा संसारकै सबैभन्दा लामो आयु भएका मानिसहरू बस्छन्। उनीहरूको लामो र स्वस्थ जीवनको एउटा रहस्य हो उनीहरूले खाने तरिका। उनीहरू एउटा पुरानो भनाइलाई मान्छन्, हारा हाचिबु, अर्थात् आफ्नो पेट 80% मात्र भर। उनीहरू कहिल्यै टन्न अघाउन्जेल खाँदैनन्, थोरै भोक बाँकी राखेरै उठ्छन्। यो साधारण बानीले उनीहरूको पाचन प्रणालीलाई स्वस्थ राख्छ र उनीहरूलाई दीर्घजीवी बनाउँछ। तर यो दर्शन खानामा मात्र सीमित छैन, यो हाम्रो आर्थिक जीवनको लागि पनि एउटा शक्तिशाली सूत्र हो। आर्थिक हारा हाचिबुको अर्थ हो आफ्नो आम्दानीको 100%मा होइन, केवल 80% वा त्योभन्दा कममा बाँच्न सिक्नुहोस्। हाम्रो समाजमा एउटा ठूलो समस्या छ जसलाई लाइफस्टाइल इन्फ्लेसन भनिन्छ। अर्थात् जब हाम्रो आम्दानी बढ्छ, हामी आफ्नो खर्च पनि त्यही अनुपातमा बढाउँछौँ। तलब 30,000 हुँदा सामान्य रेस्टुरेन्टमा खाइन्थ्यो, 60,000 हुँदा 5 स्टारमा जानुपर्ने भयो। पहिले सेकेन्ड ह्यान्ड मोटरसाइकलमा चित्त बुझेको थियो, कमाई बढेपछि महँगो गाडी किस्तामा चाहियो। सानो अपार्टमेन्टबाट ठूलो घरमा सर्ने हतार भयो। नतिजा, कमाई जति बढे पनि महिनाको अन्त्यमा हामी जहाँको त्यहीँ हुन्छौँ, तनावमा र बचतविहीन। हामी पैसा कमाउँछौँ, तर पैसाले हामीलाई कहिल्यै स्वतन्त्र बनाउँदैन, बरु अझ ठूलो पिँजडामा कैद गर्छ। हारा हाचिबुले यसको ठिक उल्टो सिकाउँछ। मानौ तपाईको तलब 10,000 रुपैयाँले बढ्यो। सामान्य मानिसको सोच हुन्छ, वाह, अब म 10,000 को नयाँ फोन किस्तामा किन्छु। हारा हाचिबु मान्ने व्यक्तिको सोच हुन्छ, म आफ्नो जीवन स्तर केवल 4,000 ले मात्र बढाउँछु, बाँकी 6,000 लाई म सिधै लगानीमा लगाउँछु। यसले के हुन्छ? तपाईले आफ्नो बढेको आम्दानीको आनन्द पनि लिन पाउनुहुन्छ, तर तपाईको भविष्य पनि सुरक्षित हुन्छ। तपाईले आफ्नो आम्दानी र खर्चको बीचमा एउटा बफर वा खाली ठाउँ सिर्जना गर्नुहुन्छ। यही खाली ठाउँ नै तपाईको आर्थिक स्वतन्त्रताको जग हो। यसलाई कसरी व्यवहारमा उतार्ने? पे योरसेल्फ फर्स्ट, पहिले आफैलाई तिर्नुहोस्। तलब आउने बित्तिकै कम्तीमा 20% रकम एउटा छुट्टै बचत वा लगानी खातामा पठाइदिनुहोस्। त्यसपछि बाँकी 80% ले महिना चलाउने बानी बसाल्नुहोस्। बोनस वा अतिरिक्त आम्दानीलाई बुद्धिमानीपूर्वक प्रयोग गर्नुहोस्। दशैंको बोनस वा साइड हसलबाट आएको पैसालाई 100% खर्च नगर्नुहोस्। त्यसको ठूलो हिस्सा ऋण तिर्न वा लगानी गर्न प्रयोग गर्नुहोस्। सन्तुष्टिको सिमाना कोर्नुहोस्। कति भए पुग्छ भन्ने प्रश्न आफैलाई सोध्नुहोस्। सधैँ अरूभन्दा राम्रो र महँगोको पछाडि लाग्नुभन्दा आफ्नो लागि पर्याप्त के हो त्यो परिभाषित गर्नुहोस्। हारा हाचिबुले तपाईलाई अभावमा बाँच्न सिकाउँदैन, यसले तपाईलाई नियन्त्रणमा बाँच्न सिकाउँछ। जब तपाईँ आफ्नो 100% क्षमतामा दौडिनुहुन्न, तपाईसँग आपतकालीन अवस्थाको लागि ऊर्जा र स्रोत बाँकी रहन्छ। यही हो शान्त र तनावमुक्त धनको रहस्य। 6औं बानी, गामान, धैर्यको परीक्षा। जीवन सधैँ हामीले सोचे जस्तो सरल रेखामा हिँड्दैन। कहिलेकाहीँ आँधी आउँछ, बाटो भत्किन्छ र हामीले नसोचेको कठिनाइको सामना गर्नुपर्छ। आर्थिक जीवनमा पनि यो सत्य लागू हुन्छ। तपाईले लगानी गरेको शेयरको मूल्य अचानक घट्न सक्छ। तपाईले राम्रोसँग चलाइरहेको व्यवसायमा मन्दी आउन सक्छ। अचानक परिवारमा कोही बिरामी परेर ठूलो खर्च आउन सक्छ। जागिर गुम्न सक्छ। यस्तो अवस्थामा सामान्य मानिसको प्रतिक्रिया के हुन्छ? ऊ आत्तिन्छ, डराउँछ र हतारमा गलत निर्णयहरू लिन्छ। बजार घट्दा घाटामै शेयर बेचिदिन्छ, व्यवसायमा थोरै समस्या आउँदा बन्द गरिदिन्छ र आर्थिक सङ्कटमा परेपछि महँगो ब्याजमा ऋण लिन पुग्छ। तर चुपचाप धनी बन्ने व्यक्तिसँग एउटा फरक हतियार हुन्छ, त्यो हो गामान। गामान एउटा जापानी शब्द हो जसको अर्थ हो कठिन परिस्थितिमा धैर्य, सहनशीलता र स्वाभिमानका साथ डटिरहने क्षमता। यो केवल सहेर बस्नु मात्र होइन, यो शान्त र परिपक्व भएर आँधीलाई पार लगाउने कला हो।
वित्तीय संसारमा गामान सबैभन्दा मूल्यवान गुणहरूमध्ये एउटा हो। वारेन बफेटले भनेका छन्, शेयर बजार अधैर्य व्यक्तिबाट धैर्यवान व्यक्तिमा पैसा हस्तान्तरण गर्ने एउटा माध्यम हो। सोच्नुहोस्, नेपालको शेयर बजार नेप्सेमा धेरैले पैसा किन गुमाउँछन्? किनभने उनीहरूमा गामानको कमी हुन्छ। बजार बढ्दा लोभमा परेर जथाभावी किन्छन् र बजार घट्दा डरले गर्दा घाटामै बेचिदिन्छन्। उनीहरू कम्पनीको भविष्य हेर्दैनन्, केवल आजको मूल्य हेर्छन्। तर गामान भएको लगानीकर्ताले के गर्छ? उसले लामो अवधिको लागि सोच्छ। उसलाई थाहा छ छोटो अवधिमा बजारमा उतार चढाव आउँछ, तर लामो अवधिमा राम्रो कम्पनीको मूल्य बढ्छ। उसले आफ्नो भावनालाई नियन्त्रण गर्छ। ऊ बजारको हल्ला र अरूको डरबाट प्रभावित हुँदैन। उसले आफ्नो अनुसन्धान र धैर्यमा विश्वास गर्छ। उसले सङ्कटलाई अवसरको रूपमा हेर्छ। जब राम्रा कम्पनीहरूको शेयरको मूल्य घट्छ, ऊ डराएर बेच्नुभट्टा अझै किन्ने मौकाको रूपमा हेर्छ। यो सिद्धान्त केवल शेयर बजारमा मात्र होइन, जीवनको हरेक क्षेत्रमा लागू हुन्छ। व्यवसायमा गामान, सुरुवाती दिनहरूमा नाफा नभए पनि निरन्तर लागिरहनु। सिप सिक्नमा गामान, कुनै नयाँ सिप सिक्दा सुरुमा गाह्रो हुँदा पनि धैर्यपूर्वक अभ्यास गरिरहनु। बचतमा गामान, आफ्नो बचतको रकम बिस्तारै बढ्दै गएको देखेर अधैर्य नहुनु र चक्रवृद्धि ब्याजको जादु चल्नको लागि समय दिनु। गामानको प्रयास गर्न सजिलो छैन, यसको लागि अनुशासन र आत्मनियन्त्रण चाहिन्छ। तर जसले यो कला सिक्छ, उसले आर्थिक जीवनको सबैभन्दा ठूलो आँधी बेहरीलाई पनि पार लगाउन सक्छ। सम्झनुहोस्, धन दौडिएर होइन, हिँडेर कमाइन्छ र त्यो यात्रामा धैर्य तपाईँको सबैभन्दा मिलनी साथी हो। 7औं बानी, वाबी साबी, अपूर्णताको सौन्दर्य। हामी यस्तो संसारमा बाँचिरहेका छौँ जहाँ हामीलाई हरेक कुरा पर्फेक्ट हुनुपर्छ भनेर सिकाइएको छ। इन्स्टाग्राममा देखिने पर्फेक्ट जीवन, विज्ञापनमा देखाइने पर्फेक्ट घर, पर्फेक्ट गाडी, पर्फेक्ट सम्बन्ध। यो पर्फेक्सनको पछि लाग्दा लाग्दै हामी कहिले नसकिने दौडमा सामेल भएका छौँ। हामीसँग जे छ त्यसमा खुसी हुनुको सट्टा हामीसँग जे छैन त्यसको पछि दौडिरहेका छौँ। यो मानसिकताले हामीलाई उपभोक्तावादको जालमा फसाउँछ। हामीलाई लाग्छ त्यो नयाँ फोन किनेपछि म खुसी हुनेछु, त्यो महँगो गाडी भएपछि मेरो इज्जत बढ्नेछ। तर एउटा कुरा पाएपछि हाम्रो आँखा अर्को कुरामा जान्छ र यो दौड कहिल्यै सकिँदैन। यसको ठीक विपरीत जापानमा एउटा गहिरो दर्शन छ जसले हामीलाई यो दौडबाट बाहिर निस्कन मद्दत गर्छ। त्यो हो वाबी साबी। वाबी साबीले हामीलाई अपूर्ण, अस्थायी र साधारण चिजहरूमा सौन्दर्य खोज्न सिकाउँछ। वाबी भनेको सरलता, प्रकृतिसँगको निकटता र एक्लोपनमा पाइने शान्ति। साबी भनेको समयको साथ आउने सौन्दर्य, पुराना चिजहरूमा देखिने इतिहास र खोटहरूमा लुकेको आकर्षण। उदाहरणको लागि, एउटा हातले बनाएको माटोको कप जो मसिनले बनाएको जस्तो चिल्लो र पर्फेक्ट छैन, तर त्यसमा एउटा मौलिक सौन्दर्य छ। समयसँगै पुरानो भएको काठको टेबल जसमा बसेका मानिसहरूका कथाहरू छन्। यसको आर्थिक जीवनसँग के सम्बन्ध छ? जब तपाईँ वाबी साबीको दृष्टिकोण अपनाउनुहुन्छ, तपाईँ उपभोक्तावादको जालबाट मुक्त हुनुहुन्छ। तपाईँ देखावटीबाट उपयोगितातर्फ लाग्नुहुन्छ। तपाईलाई अरूलाई देखाउनको लागि ब्रान्डेड लुगा चाहिँदैन, तपाईलाई आरामदायक र टिकाउ लुगा भए पुग्छ। तपाईलाई छिमेकीलाई देखाउन महँगो गाडी चाहिँदैन, तपाईलाई सुरक्षित र भरपर्दो गाडी भए पुग्छ। तपाईँ सेकेन्ड ह्यान्ड र पुरानो सामानको मूल्य बुझ्नुहुन्छ। तपाईलाई थाहा हुन्छ कि हरेक चिज नयाँ र चम्किलो हुनु पर्दैन। एउटा राम्रो अवस्थाको सेकेन्ड ह्यान्ड फर्निचर वा गाडीले पनि तपाईँको आवश्यकता पूरा गर्न सक्छ र धेरै पैसा बचाउन सक्छ। तपाईँ अनुभवमा लगानी गर्नुहुन्छ, सामानमा होइन। तपाईलाई थाहा हुन्छ सामानले दिने खुसी क्षणिक हुन्छ, तर अनुभव जस्तै यात्रा, नयाँ सिप सिक्ने, परिवारसँग समय बिताउनेले दिने खुसी दिगो हुन्छ। वाबी साबीले तपाईँलाई पैसा खर्च गर्न रोक्दैन, तर यसले तपाईँको खर्चलाई उद्देश्यपूर्ण बनाउँछ। तपाईँ त्यही चिजहरूमा मात्र खर्च गर्नुहुन्छ जसले तपाईँको जीवनमा साँच्चै मूल्य थप्छ, न कि ती चिजहरूमा जसले केवल तपाईँको इगोलाई सन्तुष्ट पार्छ। आफ्नो वरिपरि हेर्नुहोस्, के तपाईँ पर्फेक्सनको पछि दौडिरहनु भएको छ? के तपाईँको धेरै खर्च अरूलाई प्रभावित पार्नको लागि भइरहेको छ? यदि हो भने वाबी साबीको प्रयास गर्नुहोस्। सरलतामा सौन्दर्य खोज्नुहोस्। तपाईँले पाउनुहुनेछ कि तपाईँलाई खुसी हुनको लागि सोचेभन्दा धेरै कम चिजहरू चाहिन्छ, र जब तपाईँको आवश्यकता कम हुन्छ, तपाईँको आर्थिक स्वतन्त्रता बढ्छ। 8औं बानी, शिनरिन योकु, तनाव मुक्त धन। पैसा, लगानी, बचत, करियर, यो दौडमा कहिलेकाहीँ हामी एउटा सबैभन्दा महत्त्वपूर्ण कुरा बिर्सिन्छौँ।
हाम्रो मानसिक र शारीरिक स्वास्थ्य। हामी पैसा कमाउनको लागि आफ्नो स्वास्थ्यलाई दाउमा लगाउँछौँ र पछि त्यही स्वास्थ्यलाई ठिक गर्न कमाएको सबै पैसा खर्च गर्छौँ। धेरै मानिसहरू सोध्छन् धनी बन्नु भनेको 24 घण्टा काम गर्नु, तनाव लिनु र आरामलाई बिर्सनु हो, तर यो सोच गलत छ। वास्तविक धन पैसा मात्र होइन, वास्तविक धन हो पैसासँगै स्वास्थ्य, समय र मानसिक शान्ति हुनु। यही सन्तुलन कायम गर्न सिकाउने जापानी अभ्यास हो शिनरिन योकु, जसको अर्थ हो जङ्गल स्नान, फरेस्ट बाथिङ। यसको अर्थ जङ्गलमा गएर नुहाउनु होइन, यसको अर्थ हो प्रकृतिमा जानु, आफ्नो सबै इन्द्रियहरूलाई खोल्नु र जङ्गलको वातावरणलाई महसुस गर्नु। चराको आवाज सुन्नु, माटोको गन्ध लिनु, हरियो रङ हेर्नु र ताजा हावामा सास फेर्नु। वैज्ञानिक अनुसन्धानले देखाएको छ कि शिनरिन योकुले हाम्रो तनाव हर्मोन कर्टिसोललाई घटाउँछ, रक्तचापलाई नियन्त्रण गर्छ र हाम्रो क्रियात्मकता र निर्णय लिने शक्तिलाई बढाउँछ। तर यसको चुपचाप धनी बन्नुसँग के सम्बन्ध छ? सम्बन्ध सिधा र गहिरो छ। 1. उत्तम निर्णय लिन मद्दत गर्छ। जब तपाईँ तनावमा हुनुहुन्छ, तपाईँले हतारमा र भावनामा बहकिएर वित्तीय निर्णयहरू लिनुहुन्छ। तर जब तपाईँको माइन्ड शान्त र रिचार्ज भएको हुन्छ, तपाईँले तर्कसङ्गत र दीर्घकालीन सोच राखेर निर्णय लिन सक्नुहुन्छ। 2. बर्नआउटबाट बचाउँछ। लगातारको तनावले तपाईँलाई बर्नआउटतर्फ लैजान्छ, जसले तपाईँको काम गर्ने शक्ति र आम्दानीलाई नै असर गर्छ। प्रकृतिमा समय बिताउँदा तपाईँ रिचार्ज हुनुहुन्छ र लामो समयसम्म उत्पादक रहन सक्नुहुन्छ। 3. यो एउटा निशुल्क थेरापी हो। मानिसहरू तनाव कम गर्न महँगा शपिङ वा पार्टीहरूमा जान्छन्, जसले उनीहरूको बजेटलाई झन बिगार्छ। तर प्रकृतिमा हिँड्नु, जस्तै शिवपुरी, नगरकोट वा तपाईँको नजिकैको कुनै पार्कमा एउटा निशुल्क वा अत्यन्तै कम खर्चिलो तरिका हो, जसले तपाईँलाई वास्तविक शान्ति दिन्छ। 4. यसले कृतज्ञता बढाउँछ। जब तपाईँ प्रकृतिको विशालताको अगाडि उभिनुहुन्छ, तपाईँलाई आफ्नो प्रश्नहरू कति साना छन् भन्ने महसुस हुन्छ। यसले तपाईँलाई जीवनमा भएका राम्रा कुराहरूप्रति कृतज्ञ बनाउँछ र कृतज्ञताले सन्तुष्टि ल्याउँछ। चुपचाप धनी व्यक्तिले बुझेको हुन्छ कि दौडनु मात्र काफी छैन, सही समयमा रोकिनु र रिचार्ज हुनु पनि उत्तिकै महत्त्वपूर्ण छ। ऊ पैसाको पछि यसरी लाग्दैन कि आफ्नो स्वास्थ्य र सम्बन्धलाई नै बिर्सियोस्। ऊ एउटा सन्तुलित जीवन जिउँछ। त्यसैले हप्तामा एक पटक वा महिनामा केही पटक आफ्नो मोबाइल बन्द गर्नुहोस् र प्रकृतिमा जानुहोस्। यो तपाईँले आफ्नो स्वास्थ्य र आफ्नो धन दुवैको लागि गर्ने सबैभन्दा राम्रो लगानीहरूमध्ये एक हुनेछ। काकेइबो, पैसाको हिसाब राख्नु, मोत्ताइनाई, फजुल रोक्नु, काइजेन, निरन्तर सुधार गर्नु, इकिगाई, उद्देश्य खोज्नु, हाराहाचिबु, 80% बाँच्नु, गामन, धैर्य राख्नु, वाबी-साबी, सरलता अपनाउनु र शिनरिन योकु, प्रकृतिसँग जोडिनु। यी मात्र 8 बानीहरू होइनन्, यो जीवन जिउने एउटा पूर्ण दर्शन हो। यो हल्ला र देखावटीको दुनियाँमा चुपचाप, शान्त र अर्थपूर्ण तरिकाले धनी बन्ने एउटा बाटो हो। याद राख्नुहोस्, आर्थिक स्वतन्त्रता एक रातमा हासिल हुने चमत्कार होइन, यो हरेक दिन गरिने सानो सानो सही निर्णय र अनुशासनको परिणाम हो। तपाईलाई करोडपति बन्नको लागि कुनै लटरी जित्नु पर्दैन, तपाईलाई केवल यी बानीहरूलाई आफ्नो जीवनको हिस्सा बनाउनु छ। यो यात्रा आजैबाट सुरु गर्नुहोस्। कुनै एउटा बानी छान्नुहोस् जुन तपाईलाई सबैभन्दा महत्त्वपूर्ण लाग्यो र त्यसलाई आजैदेखि अपनाउन सुरु गर्नुहोस्। यदि यी 8 बानीहरूमध्ये कुनै एकले पनि तपाईको मन छोयो र तपाईलाई केही नयाँ सोच्न बाध्य बनायो भने कृपया यो भिडियोलाई एक लाइक दिनुहोस्। तपाईको एक लाइकले हामीलाई यस्तै सामग्री बनाउन हौसला दिन्छ। र म जान्न चाहन्छु तपाई आजबाट कुन चाहिँ पहिलो बानी अपनाउने प्रतिबद्धता गर्नुहुन्छ। तल कमेन्ट बक्समा लेख्नुहोस्। चाहे त्यो काकेइबो होस् वा काइजेन, आफ्नो यात्राको पहिलो कदम आजै घोषणा गर्नुहोस्। आत्मसुधार, वित्तीय ज्ञान र शक्तिशाली विचारहरूमा आधारित यस्तै भिडियोहरू नछुटाउनको लागि हाम्रो च्यानल नेपाली थिङ्क स्पेसलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा भेटौँला। त्यतिन्जेलसम्म स्वस्थ रहनुहोस्, सिक्दै जानुहोस् र चुपचाप धनी बन्ने यो सुन्दर यात्रामा अघि बढ्नुहोस्। नमस्ते।